हजुर सबै सन्चै आरामै हुनुहुन्छ होला के अरे म पनि सन्चै आरामै छु साथीहरू। आज शनिबार हो अनि आज सबै काम मैले ढिला गरेँ। आज अब पनि स्कुलको छुट्टी छ। त साथीहरू आज हाम्रो उमरी थारू सङ्ग्रहालयमा जाने प्लानिङ थियो त्यो पनि क्यान्सल भयो आज। बाबु हजुर के गरेको हो? यो छ के हो यो? के हो? हो र त साथीहरू हेर साथीहरू म हजुरलाई हेर्नु साथीहरू म आफ्नो बारीमा आएको छु। यहाँ हेर्नुहोस् म खोर्सानी टिप्न आएको छु। साथीहरू हेर्नुहोस् यहाँ खोर्सानीको बिरुवा लगाएको थिएँ अहिले यत्रो भएछ। अब फुल्न लाग्छ अलिअलि। साथीहरू म यहाँ बारीमा आएको खोर्सानी खोज्नलाई टिपेर हरियो खोर्सानी खानलाई। म दाल भातसित धेरै रुचाउँछु, धेरै मिठो लाग्छ घरको खोर्सानी हरियो। हजुरलाई कस्तो लाग्छ प्लिज कमेन्ट गरेर बताउनु होला साथीहरू। अनि यहाँ खोज्दैछु मैले हिजो 4-5 वटा खोर्सानी जति टिपेर लिएर गएको थिएँ। खै आज छ कि नै हेर्न पर्छ। यहाँ पनि रहन्छ यता पनि रहेनछ। हेर्नु साथीहरू यो भिन्डी यत्रो भयो तर फलेको छैन। भिटामिन छड्केपछि सायद फल्छ होला। यहाँ पनि छ भिन्डी लगाएको। हेर्नु साथीहरू यहाँ यस्तो मैले झ्याक्रा लगाएर गएको हिजो। घेरम्रोको झाल छ, यता भेन्डी छ, यहाँ पनि छ घेरम्रोको झाल। हेर्नु साथीहरू फुल्न लाग्छ, अब फल्छ। अब फुलेपछि एकचोटि फुलेको थियो अनि सानो फल्यो अनि त्यसपछि कुहेर गयो। साथीहरू हेर्नुहोस् खोर्सानी यत्रो भएछ तर अहिलेसम्म फुल्दै छैन। खोर्सानी त मैले आज भेटाइनँ। आज दाल भातसित कस्तो खान मन लागेको थियो तर आज पाइएन। हिजो मैले 4-5 वटा टिपेको थिएँ। कस्तो मिठो लाग्थ्यो सादा दाल भात भए पनि अनि एउटा खोर्सानी टोके पनि कस्तो मिठो लाग्छ मलाई त। अब हजुरलाई कस्तो लाग्छ कमेन्ट गर्नु होला। एउटा खोर्सानी भेटाएँ साथीहरू हेर्नुहोस्। तर यो अलि सानो छ मैले यसलाई टिप्दिनँ। अलि ठुलो हुन्छ भोलि पर्सितिर अनि त्यसपछि बल्ल टिप्छु। साथीहरू आज त नसुकमा रहेछ। हेर्नु साथीहरू यो बढेको झाल हो अनि एकचोटि फलेको थियो त्यसपछि फलेकै छैन। साथीहरू भोलि अलिअलि फुल्न लाग्छ। यहाँ एउटा फलेको रहेछ टिप्छु। अरू त रहेनछ एउटा मात्रै रहेछ। साथीहरू हेर्नुहोस् रहेनछ यहाँ। अब जानुपर्छ क्या। हेर्नु साथीहरू यो लौकाको झाल हो। कति फलेको थियो कति फलेको थियो अब त फल्दैन भनेको त एउटा फलेछ उतातिर देखाउँछु हजुरलाई। हेर्नु साथीहरू त्यहाँ फलेको छ एउटा अस्तिसम्म कति सानो त अहिले आज त यत्रो ठुलो भएको। कति छिटो ठुलो हुँदो रहेछ यो 2 दिनमा चाहिँ बढ्छ। हेर्नुहोस् यत्रो भएछ।
यता पतिला लाछ फल्छ कि नै यो साथीहरू। यहाँ हेर्नुहोस्, यहाँ पनि एउटा खोर्सानीको बिरुवा लगाएको यत्रो भएछ तर नफुलेछ न केही भएछ, खै किन रहेछ साथीहरू। साथीहरू हेर्नुहोस्, मैले लिएको छु बेल अनि अब म यसको जुस बनाउँछु। यहाँ फ्यामिलीमा कसैलाई धेरै मन पर्दो रहेछ नि, त्यसैले त्यही भएर कसैले खाएको थिएन, म अब अहिले बनाएर खान्छु। साथी, बेल खानेको धेरै फाइदा छ। बेल खाएपछि यो गर्नु त लु लाग्दैन। बेल खाएपछि बेलको जुस या बेलले पानीमा घोलेर खाएपछि लु लाग्दैन। अनि बेलमा धेरै प्रोटिन पनि हुन्छ, क्याल्सियम हुन्छ, आइरन पनि बढी मात्रा हुन्छ। शरीरमा जो भी पोषक तत्त्व हुन्छ त्यसको कमी पुरा गर्छ। हेर्नु साथीहरू, यो त कसैले नखाएर बिग्रिन लागेछ। हेरौँ यो कस्तो हुन्छ, यो ठिक छ कि बिग्रिन्छ यो। अब यसलाई फोडेर हेर्छु म यसमा कस्तो हुन्छ यो। ओ नो, यो त बिग्रेछ, सबै बिग्रेछ यो। अब यो त सबै फाल्नै चाहिँ भएछ। धेरै दिन बादको थियो लिएर आएको, कसैले पनि खाएको थिएन। अब हेर्छु, अब अझै दुईवटा छ क्या, अब त्यो हेर्छु त्यो पनि बिग्रेछ कि नै। यहाँ छ एउटा मात्रै रहेछ। अब हेरौँ यो कस्तो छ, यो त ठिक जस्तो लाग्छ। हेरौँ यो कस्तो हुन्छ। अब यसलाई नै फोडेर हेर्छु। थ्याङ्क गॉड के कस्तो हुन्छ, यसलाई पनि हेर्छु। साथीहरू, यो त ठिक रहेछ। अब म यसलाई घोल्छु पानीमा हालेर अनि यसको जुस बनाउँछु। साथीहरू हेर्नुहोस्, मैले अब यसलाई यस्तो बनाएँ। अब यस्तो भएछ। अब यसलाई एउटा छन्नीमा लिएर छानेर अनि अलिकति अगर चिनी हालेर खान सक्नुहुन्छ भने अलिकति चिनी हालेर पनि ठिक हुन्छ। यो अलि यसको टेस्ट अलि अर्कै आउँछ अनि चिनी हालेपछि अलि ठिक लाग्छ, तर यो धेरै फाइदामन्द हुन्छ। साथीहरू आजको ब्लगमा बस यति छु। म फेरि आउनेछु नेक्स्ट ब्लगमा। त साथीहरू आजको ब्लग कस्तो लाग्यो हजुरले कमेन्ट गरेर भन्नु होला अनि प्लिज च्यानललाई सब्सक्राइब गरिदिनु होला। आजको ब्लगमा बस यति छु। थ्याङ्क यू।